स्कुटरमा जाऊँ न त्यो खोल्सा थियो अनि एउटा घरमा गएर हामीले के गरेको थियौँ क्या त्यहाँ यहाँ तान्छ कि नै यो ठाडै उकालो भयो यो चाहिँ उकालो क्या मेटेरियलले राम्रो मार्केट लिएछ नेपालमा जसले पनि चलाउँछ आजकल त घट्यो नि त पुरै रेटहरू त्यो 5.5-6 लाखमै आउँछ कि क्या हो क्या त्यो मेटेरियल त्यसलाई 9 लाख तिरेर किनेको थियो है एसेम्बल भयो कि नेपालमा एसेम्बल गरेको कि त्यही भएर सस्तो भइसक्यो बुलेटहरू क्लासिकहरू पनि सस्तो भइसक्यो 5 लाख 5.5 लाखमा आउँछ कि 7-7.5 भएको थियो होइन यहाँ त बुलेट भाइ फेरि लिनुपर्छ एक टाइम नानी ठुली भएपछि हेरौँ त्यतिन्जेल उमेरले के भन्छ यहीँसम्म मात्रै रहेछ है अहिले यो बनेकै रहन्छ जस्ताको तस्तै रहेछ किन कता जाने होला यो कम्प्लिटै नगरेको यो बाटो होइन नगर्नमा तेरो आयोजनाको लागत सम्बन्धी गरेर के अरे कोडोल पहिरो नियन्त्रण उपभोक्ता समिति आयोजनाको नाम सापटार सरगम बाटो ढलान तेरो आयोजनाको लागत त्यति तेरो बुनेहरू यति त होइन होला पक्कै पनि